प्रश्न नम्बर 1 प्रसिद्ध धार्मिक संस्था सुगन्ध विहार कुन जिल्लामा पर्दछ? अप्सन ए धरानमा, अप्सन बी चितवनमा, अप्सन सी चियामेकामा, अप्सन डी गुल्मीमा। यस प्रश्न सही जवाब रहेछ अप्सन डी गुल्मीमा। प्रश्न नम्बर 2 भित्री मधेसलाई अर्को के नामले चिनिन्छ? अप्सन ए धरान, अप्सन बी दुने, अप्सन सी मध्य प्रदेश, अप्सन डी चुरे भाबर। यस प्रश्न सही जवाब रहेछ अप्सन सी मध्य प्रदेश। प्रश्न नम्बर 3 बिजुली बेचेर कमाएको मुद्रालाई के भनिन्छ? अप्सन ए रेड डलर, अप्सन बी ग्रीन डलर, अप्सन सी ब्ल्याक डलर, अप्सन डी व्हाइट डलर। यस प्रश्न सही जवाब रहेछ अप्सन बी ग्रीन डलर। प्रश्न नम्बर 4 चौथो पुस्ताको कम्प्युटर कुन हो? अप्सन ए माइक्रोचिप, अप्सन बी मोबाइल, अप्सन सी ल्यापटप, अप्सन डी गुगल। यस प्रश्न सही जवाब रहेछ अप्सन ए माइक्रोचिप। प्रश्न नम्बर 5 नेपाल सरकारले राजाको फोटोको सट्टा सगरमाथाको फोटो नोटमा राख्ने निर्णय कहिले गरेको हो? अप्सन 2064 माघ 25 गते, अप्सन 2063 माघ 29 गते, अप्सन सी 2062 माघ 26 गते, अप्सन 2063 माघ 26 गते। यस प्रश्नको सही जवाब रहेछ अप्सन 2063 माघ 29 गते। प्रश्न नम्बर 6 नेपाल र भुटान बीचको निकटतम दूरी कति किलोमिटर रहेको छ? अप्सन ए 30 किलोमिटर, अप्सन बी 32 किलोमिटर, अप्सन सी 34 किलोमिटर, अप्सन डी 39 किलोमिटर। यस प्रश्नको सही जवाब रहेछ अप्सन बी 32 किलोमिटर। प्रश्न नम्बर 7 एसिया र युरोपलाई छुट्याउने पर्वतको नाम के हो? अप्सन ए लिप्सा, अप्सन बी चोयल, अप्सन सी युराल, अप्सन डी युगोग। यस प्रश्नको सही जवाब रहेछ अप्सन सी युराल। प्रश्न नम्बर 8 विश्व शान्ति सूचकाङ्क 2019 अनुसार नेपाल कतिवटा स्थानमा पर्छ? अप्सन ए 76औं, अप्सन बी 80औं, अप्सन सी 40औं, अप्सन डी 65औं। यस प्रश्नको सही जवाब रहेछ अप्सन बी 80औं स्थानमा। प्रश्न नम्बर 9 नारी दिवस नेपालमा कहिलेदेखि मनाउन थालिएको हो? अप्सन ए 2015 देखि, अप्सन बी 2016 देखि, अप्सन सी 2017 देखि, अप्सन डी 2018 सालदेखि। यस प्रश्नको सही जवाब रहेछ अप्सन ए 2015 सालदेखि। प्रश्न नम्बर 10 पृथ्वीको कुल क्षेत्रफलमा मध्ये एसिया महादेशले कति प्रतिशत भूभाग ओगटेको छ? अप्सन ए 4.3%, अप्सन बी 4.8%, अप्सन सी 6.5%, अप्सन डी 2.0%। यस प्रश्नको सही जवाब रहेछ अप्सन सी 6.5%। प्रश्न नम्बर 11 मुला के कारणले गर्दा लाम्चो हुन्छ? अप्सन ए कार्बोहाइड्रेट, अप्सन बी फस्फोरस, अप्सन सी अक्सिजन, अप्सन डी आइसोसाइनेट। यस प्रश्नको सही जवाब रहेछ अप्सन डी आइसोसाइनेट। प्रश्न नम्बर 12 2G को सुरुवात कुन देशबाट भएको हो? अप्सन ए फिनल्यान्डबाट, अप्सन बी अमेरिकाबाट, अप्सन सी स्विडनबाट, अप्सन डी नेपालबाट। यस प्रश्नको सही जवाब रहेछ अप्सन ए फिनल्यान्डबाट। प्रश्न नम्बर 13 नेपाली सेनामा जनरल र कर्नेलको दर्जा कसको पालाबाट भएको हो? अप्सन ए गोपाल वर्मा, अप्सन बी भीमसेन थापा, अप्सन सी पृथ्वीनारायण शाह, अप्सन डी गिरिजाप्रसाद कोइराला। यस प्रश्नको सही जवाब रहेछ अप्सन बी भीमसेन थापा। प्रश्न नम्बर 14 भारतको दूध भरेर कुन नदीलाई चिनिन्छ?
अप्सन ए महाकाली, अप्सन बी गंगा, अप्सन सी ब्रह्मपुत्र, अप्सन डी जमुना। 37% से जावरेछ अप्सन सी ब्रह्मपुत्र नदीलाई। प्रश्न नम्बर 15 पहिलो पल्ट दूध ब्रस कुन जनावरको कपालबाट बनाएको हो? अप्सन ए बाख्रा, अप्सन बी भेडा, अप्सन सी सुँगुर, अप्सन डी घोडा। 37% से जावरेछ अप्सन सी सुँगुरको कपालबाट। प्रश्न नम्बर 16 कुन देशलाई हिन्द महासागरको मोती भनेर चिनिन्छ? अप्सन ए श्रीलङ्का, अप्सन बी फिलिपिन्स, अप्सन सी इन्डिया, अप्सन डी मलेसियालाई। 37% से जावरेछ अप्सन ए श्रीलङ्कालाई। प्रश्न नम्बर 17 एसिया र युरोपमा फैलिएको देशहरू कुन कुन हुन्? अप्सन ए श्रीलङ्का र फिलिपिन्स, अप्सन बी रुस र टर्की, अप्सन सी इन्डिया र मलेसिया, अप्सन डी अस्ट्रेलिया र अमेरिका। 37% से जावरेछ अप्सन बी रुस र टर्की। प्रश्न नम्बर 18 नयाँ संसार भनेर चिनिने महादेश कुन हो? अप्सन ए दक्षिण कोरिया, अप्सन बी दक्षिण अफ्रिका, अप्सन सी दक्षिण एसिया, अप्सन डी उत्तर अमेरिका। 37% से जावरेछ अप्सन डी उत्तर अमेरिका। प्रश्न नम्बर 19 राजधानी नभएको देश कुन हो? तपाईको अप्सन्स प्रकार छन्। अप्सन ए कोरिया, अप्सन बी फ्रान्स, अप्सन सी नाउरू, अप्सन डी भुटान। 37% से जवाब हुन्छ अप्सन सी नाउरू। प्रश्न नम्बर 20 भ्याली अफ किङ्स नामक स्थान विश्वको कुन ठाउँमा कुन देशमा रहेको छ? अप्सन ए कोरियामा, अप्सन बी फ्रान्समा, अप्सन सी नाउरूमा, अप्सन डी इजिप्टमा। 37% से जवाब रहेछ अप्सन डी इजिप्टमा। प्रश्न नम्बर 21 जिसस क्राइस्टलाई कुन ठाउँमा फाँसी दिएको थियो? अप्सन ए गोलगाथा, अप्सन बी फ्रान्स, अप्सन सी नाउरू, अप्सन डी इजिप्टमा। सत्रताबाट थाहा भए कमेन्ट गरिदिनु होला। 37% से जवाब रहेछ अप्सन बी फ्रान्समा। प्रश्न नम्बर 22 बाटोमा एक्लै पारै चोरी डकैती गर्ने कामलाई के भनिन्छ? अप्सन ए रहजनी, अप्सन बी डाका लाग्नु, अप्सन सी चोरी, अप्सन डी डकैती। 37% से जवाब रहेछ अप्सन बी डाका लाग्नु। प्रश्न नम्बर 23 नेपालको अरुण नदीलाई तिब्बतमा कुन नामले चिनिन्छ? अप्सन ए अरुण, अप्सन बी फुजुङ, अप्सन सी चिसाङ, अप्सन डी डिकुची। 37% से जवाब रहेछ अप्सन बी फुजुङ। प्रश्न नम्बर 24 चट्याङ मास्टर भनेर कसले चिनिन्छ? अप्सन ए मानदेव, अप्सन बी दोर्जे लामा, अप्सन सी भीमसेन थापा, अप्सन डी कृष्ण मरारी गौतम। 37% से जवाब रहेछ अप्सन बी दोर्जे लामा। प्रश्न नम्बर 25 डिजिटल गभर्नेन्स आईसीटी अवार्ड कसले प्राप्त गरेको हो? अप्सन ए नेपाल विद्युतीय प्राधिकरण, अप्सन बी नेपाल राष्ट्रिय बैंक, अप्सन सी लोकसेवा आयोग, अप्सन डी कृषि विकास बैंक। 37% से जवाब रहेछ अप्सन बी नेपाल राष्ट्रिय बैंक। प्रश्न नम्बर 26 कुन जीवको रगत नीलो रङको हुन्छ? अप्सन ए भित्तीको, अप्सन बी गङ्गटाको, अप्सन सी अक्टोपसको, अप्सन डी झिङ्गे माछाको। 37% से तपाईहरु कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनु होला। साथीहरु तपाईलाई यो भिडियो राम्रो लाग्यो भने प्लिज लाइक च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरिदिनु होला। किनकि साथीहरुमा च्यानल सधैँ यस्तै राम्रो भिडियो लिएर आउँदै रहन्छु। त साथीहरुमा मिल्छ तपाईहरु सधैँ यस्तै अग्लो भिडियोमा त्यसैले नेपाल धन्यवाद एन्ड थ्यांक्स फर वाचिङ दिस भिडियो। नो ओके बाइ बाइ फर टुडे।